मनोबललाई पनि जगाइराख्ने र वृद्धि गर्नुपर्ने उत्तिकै टटकारो आवश्यकता छ भन्ने कुरा चाहिँ सबैले हृदयङ्गम गरेको विषय हो। यस सन्दर्भमा अपराध र सुरक्षा चुनौतीहरूका पारस्परिक प्रवृत्तिहरूमा भएको परिवर्तन, सूचना प्रविधिको द्रुततर विकास र सुशासनको जनअपेक्षा अनुरूपको उच्च मनोबलयुक्त प्रहरी चरित्र र क्षमता निर्माण गरी प्रभावकारी सेवा प्रवाह गर्नु हामीहरू मन्त्रालय र प्रहरी सङ्गठन नेपाल प्रहरी सङ्गठनको साझा आवश्यकता र दायित्व हो। नेपाल प्रहरीले प्राप्त गर्ने रासन र अन्य सुरक्षा निकायहरूको सन्दर्भमा असमान रहेको तथा कार्य प्रकृतिको आधारमा दैनिक कार्य सम्पादन गर्नको लागि आवश्यक आधारभूत पोषणको सन्दर्भमा समेत असङ्गत र अपर्याप्त भएको कुरा आजका दिनसम्म सबैले बुझिसकेकै विषय हो। तसर्थ विद्यमान रासन प्रणालीलाई न्यायोचित र समयानुकूल रूपमा तत्काल सुधार गरी आम प्रहरीको मनोबल उकास्नका खातिर गृह मन्त्रालय र विद्यमान नेपाल सरकारले ठोस निर्णय लिने कुरामा समग्र सङ्गठन अत्यन्त आशावादी, शीघ्रातिशीघ्र हुने कुरामा अत्यन्त आशावादी रहेको पनि म यसै गरिमामय कार्यक्रममा सविनय निवेदन गर्न चाहन्छु। पछिल्लो समयमा प्रहरी व्यावसायिकता र प्रभावकारिताका सन्दर्भमा उठेका प्रश्न र चासोहरूलाई प्रहरी कार्य अपरेसन्स र परिचालनमा नीतिगत स्पष्टता, कार्यगत स्वायत्तता, सेवा विशिष्टीकरण र अनुमानयोग्य तथा मेरिटमा आधारित वृत्ति विकास प्रणालीको माध्यमबाट धेरै हदसम्म सम्बोधन गर्न सकिन्छ भन्ने मेरो विश्वास छ। काठमाडौँ उपत्यका लगायतका महानगरीय क्षेत्रहरूमा प्रभावकारी सुरक्षा व्यवस्थापन, अपराध रोकथाम र अनुसन्धान गर्न पुरानो पारम्परिक ढाँचाको पुलिसिङ प्रणालीलाई परिमार्जन गरी उपयुक्त र आधुनिक महानगरीय प्रहरी प्रणालीका अवधारणाहरू कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको म पुनः निवेदन गर्न चाहन्छु। राज्यको आर्थिक विकासको लागि ठूलो सङ्ख्यामा प्रवासमा रहेर योगदान पुर्याउने नेपालीहरूको सुरक्षा र आकस्मिक परिस्थितिहरूमा उद्धार समन्वयका लागि उच्च जनघनत्व भएका देशहरूमा प्रहरी सहचरीको व्यवस्था गर्ने प्रस्तावलाई मूर्त रूप दिन नेपाल सरकारले सार्थक पहल र निर्णय गर्ने छ भन्ने सकल दर्जाको तर्फबाट म निवेदन गर्छु र अपेक्षा पनि व्यक्त गर्छु। अनुमानयोग्य र मेरिटमा आधारित वृत्ति विकास प्रणालीको कोसे ढुङ्गाको रूपमा विकास गरी हाल सञ्चालनमा रहेको नेपाल प्रहरीको पुलिसिङ लिडरसिप एन्ड स्टाफ कलेजको व्यवस्थालाई उपयुक्त कानुनी व्यवस्थाद्वारा संरक्षण र प्रवर्धन गर्नको लागि तालुक मन्त्रालयबाट सार्थक सहयोगको अपेक्षा गरेको छु। सङ्गठनको भौतिक विकास र आवश्यकताहरूको परिपूर्तिका अतिरिक्त साङ्गठनिक निष्ठा, अर्गनाइजेसनल इन्टेग्रिटी कायम गर्नु मेरो उच्च प्राथमिकता हुने विषय निवेदन गर्न चाहन्छु। आन्तरिक शुद्धिकरण, प्रहरी आचरण र प्रहरी जवाफदेहिता अभिवृद्धि गर्नका लागि नीतिगत एवं संयन्त्रगत व्यवस्था र सुपरिवेक्षकीय भूमिकालाई अझ सशक्त र प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता समेत म यसै अवसरमा निवेदन गर्न चाहन्छु। नेपाल प्रहरीमा उपलब्ध साधन स्रोतको उच्चतम उपयोग गर्दै प्रहरी कल्याणकारी कार्यहरू र प्रहरी कर्मचारीहरूको कार्य वातावरणमा सुधार गरी प्रहरीको मनोबल अभिवृद्धिका लागि सार्थक पहलहरू गरिने बेहोरा समेत निवेदन गर्न चाहन्छु। आजदेखि मैले नेपाल प्रहरी सङ्गठनको नेतृत्व सम्हाल्दै गर्दा यो पदलाई नागरिकको भरोसा अभिवृद्धि गर्ने र कठिन परिस्थितिमा सङ्गठनलाई दिशानिर्देश गर्ने विशिष्ट जिम्मेवारीको रूपमा ग्रहण गरेको छु। प्रहरी महानिरीक्षक पद गौरवको पद मात्र नभई चुनौतीपूर्ण र गम्भीर जिम्मेवारी वहन गर्नुपर्ने पद हो भन्ने कुराको हेक्का राख्दै म त्यसै अनुरूपको मानसिकताका साथ
तयार रहेको बेहोरा समेत जाहेर गर्न चाहन्छु। मलाई सङ्गठनलाई कुशल नेतृत्व प्रदान गरी जनअपेक्षा अनुरूपको साङ्गठनिक विकासका लागि करिब 2.5 वर्षको महत्त्वपूर्ण समयावधिको अवसर रहेको छ। यस अवसरलाई समकक्षी साथीहरूको साथ, सहयोग र सामूहिक नेतृत्व भावद्वारा एवं मातहतका सकल दर्जाहरूलाई प्रेरित गर्दै अहोरात्र सङ्गठनको श्रीवृद्धिमा समर्पण गर्नको लागि साथमा साथ, हातमा हात मिलेर साथीहरू लाग्नुहुनेछ भन्ने कुराको अपेक्षा गर्दै मेरो समर्पणको प्रण समेत गर्दछु। हाम्रा यी सब प्रयासहरूलाई सार्थक बनाउने सन्दर्भमा तालुक गृह मन्त्रालय र सिङ्गो नेपाल सरकारबाट आवश्यक नीति, साधन स्रोतको व्यवस्था र निरन्तर मार्गदर्शन हुने अपेक्षा र विश्वास लिएको छु। विशेषतः तालुक गृह मन्त्रालय, माननीय गृहमन्त्रीज्यू र श्रीमान सचिवज्यूबाट प्राप्त रणनीतिक सुझाव, सद्भाव र अभिभावकत्व सदाझै निरन्तर प्राप्त हुनेछ। नेपाल प्रहरी सङ्गठनको श्रीवृद्धिमा नागरिकको अपेक्षा अनुरूपको कार्य सम्पादन गर्ने कार्यमा मन्त्रालय सधैँभरि हाम्रो अभिभावकीय भूमिकामा रहनेछ र हाम्रा प्रस्तावहरूलाई सहजीकरण गर्नेछ भन्ने पनि विश्वास लिएको छु। श्रीमान गृह सचिवज्यू एवं उपस्थित विशिष्ट अतिथि महानुभावहरू, नागरिक चेतनाको स्तर निकै माथि रहेको र राज्यप्रति उनीहरूको अपेक्षा सही बमोजिम रहेको हामीले अनुभूत गरेका छौँ। यसर्थ संविधान र प्रचलित कानुनको अधीनमा रही सुरक्षा, सुशासन, सामाजिक न्याय र सद्भावको सुनिश्चितता गर्न नेपाल प्रहरी निष्ठापूर्वक उच्च मनोबलका साथ लागिरहनेछ। आम नागरिकहरूमा राज्यप्रतिको भरोसा र विश्वास अभिवृद्धि गर्दै लोक कल्याणकारी राज्यको अनुभूति गराउने महत्त्वपूर्ण भूमिका निर्वाहमा नेपाल प्रहरी किञ्चित डगमगाउने छैन भन्ने पनि विश्वास दिलाउन चाहन्छु। नागरिकप्रति उत्तरदायी रहँदै कानुनको शासनमा आधारित भएर गरिने कार्य सम्पादनले आम सेवाग्राहीको सन्तुष्टिमा बढोत्तरी हुने र यसले नै नेपाल प्रहरीको छवि उजिल्याउने विश्वास लिएको छु। साथै समाजमा हुने अपराध र आपराधिक प्रवृत्तिहरूलाई सामूहिक प्रयास मार्फत निस्तेज गर्ने दृढ सङ्कल्प समेत यस अवसरमा म व्यक्त गर्न चाहन्छु। नेपाल सरकारबाट लागू भएको तत्काल सुधार कार्ययोजना 2082 मा समावेश गरिएका सुशासन प्रवर्धन सम्बन्धी कार्यहरूको प्रभावकारी कार्यान्वयन गर्ने गराउने प्रतिबद्धता समेत यसै अवसरमा म व्यक्त गर्न चाहन्छु। साथै नेपाल प्रहरीमा सामूहिक रूपमा साङ्गठनिक रणनीतिहरू तय गरी योजनाबद्ध विकासको अग्रसरता लिने समेतको प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। नेपाल प्रहरीलाई आफ्नो दायित्व निर्वाह गर्न आम नागरिक, सञ्चारकर्मी मित्रहरू, विभिन्न पेसाकर्मीहरू, समाजसेवी, सरकारवाला सम्पूर्ण निकायहरू तथा नेपाल सरकारका सबै अङ्गहरूबाट सुझाव, सहयोग र सहकार्यको निरन्तर अपेक्षा लिएको छु। कार्यगत दृष्टिकोणले तालुक गृह मन्त्रालय आन्तरिक सुरक्षा व्यवस्थापनको नेतृत्व गर्ने मन्त्रालय हो र यस अहम दायित्वलाई मन्त्रालयको हेड्स एन्ड लेग्सको रूपमा नेपाल प्रहरीले अग्रणी निकायको रूपमा कार्यान्वयन गर्ने गर्दछ। तथापि सुरक्षा चुनौती भने मन्त्रालय विशेषका क्रियाकलापहरूबाट मात्र नभएर समग्र शासन प्रणाली र निजी क्षेत्र समेतका पद्धति र व्यवहारबाट सिर्जित हुन सक्ने भएकोले आम रूपमा जनताले महसुस गर्न सक्ने गरी गुनासाहरूको सापेक्षिक रूपमा संवेदन र सेवा प्रवाह हुन सकेमा मात्र यिनको प्रभावकारी रोकथाम हुने विश्वास गर्न सकिन्छ। अन्यथा जुनसुकै क्षेत्रहरूमा भएका असन्तुष्टिहरू विरोधको स्वरूपमा अभिव्यक्त हुने र सुरक्षा चुनौतीहरू सिर्जना हुने सम्भावना सधैँ रहन्छ र त्यसको ओभरफ्लो इम्प्याक्ट नेपाल प्रहरी र निकायमा पर्छ। आम नागरिकसँग दैनन्दिन प्रत्यक्ष रूपमा र ठुलो अनुपातमा अन्तर्क्रिया गरी समस्याको समाधान गर्ने जिम्मेवारीमा रहेको नेपाल प्रहरीले आम नागरिकहरूका पीर मर्का र गुनासाहरूलाई यथाशीघ्र र प्रभावकारी रूपमा सम्बोधन गर्ने कार्यलाई अत्यन्त संवेदनशीलता र प्राथमिकताका साथ सम्बोधन गर्नेछ भन्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। नेपाल प्रहरी तालुक गृह मन्त्रालयको महत्त्वपूर्ण निकाय मात्र होइन, मन्त्रालयको सेवा प्रवाहको दृष्टिकोणले क्लाइन्ट अर्थात् सेवाग्राही पनि हो। आन्तरिक कामको औपचारिक कामको लागि मन्त्रालय आउँदा नेपाल प्रहरी सङ्गठनका जुनसुकै दर्जाका सदस्यहरूले प्राप्त गर्ने व्यवहार र सम्मान तथा
मन्त्रालयबाट हुने सामयिक निर्णय र प्रशासनिक प्रक्रियाहरूले अन्ततगत्ता नेपाल प्रहरी र समग्र गृह मन्त्रालयको छवि र कार्यदक्षता र प्रभावकारितामा सकारात्मक प्रभाव पार्ने बेहोरा निवेदन गर्दै यसका लागि श्रीमान गृह सचिवज्यूबाट सदैव अभिभावकीय भूमिकाको अपेक्षा रहेको कुरा पुनः निवेदन गर्छु। अन्तमा मेरो व्यावसायिक निष्ठा, कार्यक्षमता र सेवा भागको उच्च मूल्याङ्कन गर्दै मलाई नेपाल प्रहरी सङ्गठनको प्रहरी महानिरीक्षक पदमा नियुक्ति गरेकोमा नेपाल सरकार तथा गृह मन्त्रालयप्रति पुनः कृतज्ञता जाहेर गर्नुका साथै मलाई व्यावसायिक रूपमा प्रत्यक्ष तथा परोक्ष रूपमा सहयोग गर्नुहुने सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु। साथै आजको यस विशेष समारोहमा प्रहरी महानिरीक्षक पदको दर्जानी चिन्हबाट सुशोभित गरिदिनु भएकोमा श्रीमान गृह सचिवज्यूप्रति हार्दिक आभार व्यक्त गर्दै यहाँ उपस्थित सम्पूर्ण राष्ट्र सेवक साथीहरूमा, परिवारजन साथीहरूमा, सम्पूर्ण सकल दर्जाका प्रहरी कर्मचारी साथीहरूलाई, सञ्चारकर्मी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै बिदा हुन्छु। धन्यवाद। जय नेपाल। बढुवा सिफारिस हुनुभई आजका दिनदेखि यो पद सम्हाल्न लाग्नुभएका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीज्यूलाई हार्दिक बधाई ज्ञापन गर्दछु। उहाँको सम्पूर्ण परिवारलाई बधाई ज्ञापन गर्दछु र सिङ्गो नेपाल प्रहरीका सम्पूर्ण सकल दर्जाका साथीहरूलाई पनि बधाई ज्ञापन गर्दछु। यहाँहरूले एउटा सङ्गठनको एउटा होनहार सदस्यलाई आफ्नो सङ्गठनको नेतृत्वदायी भूमिकामा पाउनुभएको छ र मलाई लाग्छ उहाँको नेतृत्वले यहाँहरूको सङ्गठनको साख वृद्धि र समग्र मुलुकको शान्ति सुरक्षा कायम गर्ने र लगायतका जति पनि नेपाल प्रहरीलाई जिम्मेवारी प्राप्त भएको छ त्यसमा यहाँहरू सफल हुनुहुनेछ र उहाँको नेतृत्व अब्बल रहनेछ भन्ने मैले अपेक्षा गरेको छु। अब यो आजको विशेष दिन, विशेष गरी नवनियुक्त प्रहरी महानिरीक्षकज्यूले आफ्ना धेरै कुराहरू उहाँले राखिसक्नु भएको छ। उहाँको कार्यकालका प्राथमिकताहरू के रहनेछन्, उहाँको बाँकी यो अवधि लगभग 29 महिना, लगभग 2.5 वर्षको अवधिमा नेपाल प्रहरीमा गर्नुपर्ने सुधारका विषयहरू, सम्पादन गर्नुपर्ने कार्यहरू र देखा परेका चुनौती लगायतका उहाँका प्राथमिकताका कुराहरू आइसकेका छन् र म उहाँले तय गर्नुभएका ती उहाँका भावी योजनाहरू, कार्यक्रमहरू र प्राथमिकता प्राप्त कार्यक्रमहरू सम्पादनका लागि गृह मन्त्रालयको तर्फबाट गर्नुपर्ने जे जति सहयोग हुन्छ, स्रोत साधन व्यवस्थापन लगायत नीतिगत निर्णय गर्नुपर्ने विषयहरू, नेपाल सरकारको तर्फबाट गराउनुपर्ने निर्णयका विषयहरू र हामीले मन्त्रालयको तर्फबाट गर्नुपर्ने संयोजन, सहजीकरण र यहाँहरूलाई गर्नुपर्ने उचित व्यवहार, सम्मान सबै कुरा मेरो नेतृत्वमा, मेरो तर्फबाट र माननीय मन्त्रीज्यूको नेतृत्वमा हामी पूर्ण रूपमा गर्नेछौँ। मैले यहाँलाई गृह मन्त्रालयको तर्फबाट पूर्ण प्रतिबद्धता व्यक्त गर्दछु। हिजोका दिनमा पनि गृह मन्त्रालयले एउटा नेपाल प्रहरीको अभिभावकत्व ग्रहण गरि नै आएको हो र अबका दिनमा पनि हामी अझ वर्तमान परिवेश र अहिलेको मुलुकको आवश्यकताको आधारमा प्रहरी सङ्गठनमा गर्नुपर्ने
सुधारका विषयहरू, पुर्याउनुपर्ने विभिन्न स्रोत साधनका उपलब्धताका विषयहरू र नीतिगत परिवर्तनका विषयहरूमा हामी पूर्ण रूपमा यहाँहरूको साथमा छौँ र हामी अभिभावकत्व ग्रहण गर्न तयार छौँ र नेतृत्व गर्न तयार छौँ। यो कुरा म राख्न चाहन्छु। अब विषयहरू धेरै राखिसक्नु भएको छ। अहिलेको हामी विशिष्ट यो मुलुकको एकदमै विशेष परिस्थितिमा नयाँ महानिरीक्षकज्यू आफ्नो कार्यभार सम्हाल्नु भएको छ। अरू बेलाको जस्तो सामान्य अवस्था छैन। हामी राजनैतिक हिसाबले एउटा ठुलो आन्दोलनबाट बनेको एउटा नयाँ सरकार र विशेष गरी फागुन 21 गते निर्वाचन सम्पन्न गर्नुपर्ने, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने र मुलुकमा हिजो भएका विभिन्न खालका विकृति विसङ्गतिलाई अन्त्य गरेर पूर्ण रूपमा सुशासन कायम गर्ने जुन दायित्व यो सरकारले लिएको छ, त्यो दायित्व निर्वाह गर्नका लागि गृह मन्त्रालयको अहम भूमिका छ, नेतृत्वदायी भूमिका छ र त्यो भित्र गृह मन्त्रालयको भूमिकाभित्र नेपाल प्रहरीको हाम्रा सुरक्षा निकाय जुन 3टा सुरक्षा निकाय छन् त्यो मध्ये नेपाल प्रहरीको अझ अहम भूमिका रहेको कुरा स्वयं महानिरीक्षकज्यूले व्यक्त गरिसक्नु भएको छ र यो भूमिका निर्वाह गर्ने क्रममा हामी सफल हुनेछौँ। गृह मन्त्रालय यहाँको नयाँ नेतृत्वमा प्रहरी सङ्गठनको तर्फबाट पूर्ण रूपमा सहयोग प्राप्त हुनेछ र सम्पूर्ण नेपाल प्रहरीका सकल दर्जाहरूले उच्च मनोबलका साथ यो राष्ट्रिय लक्ष्य मुलुकमा शान्ति, सुरक्षा, अमन चयन कायम गर्ने र आम नागरिकलाई मुलुकमा भयरहित वातावरणमा बाँच्न पाउने जुन एउटा नागरिकको नैसर्गिक अधिकार छ, आधारभूत आवश्यकता छ नागरिकको, त्यसलाई हामी पुरा गर्न सक्षम हुनेछौँ र यो काममा हामी लाग्नेछौँ भन्ने कुरा राख्न चाहन्छु। र अहिले सरकारले यहाँहरू सबैलाई म के अनुरोध गर्छु भने यो अहिलेको नयाँ प्रहरी महानिरीक्षकको नियुक्ति नेपाल सरकारले एउटा विधि र पद्धतिबाट वरिष्ठताको आधारमा गरेको छ। यसलाई हामीले सहस्र रूपमा स्वीकार गर्नुपर्छ र एउटा यो पद्धतिलाई हामीले इस्ट्याब्लिस पनि गर्नुपर्छ। कुनै पनि व्यावसायिक सङ्गठनमा व्यक्तिको प्लेसमेन्ट र प्रमोसन भन्ने कुरा मेरिट र उसको क्षमताको आधारमा हुनुपर्छ भन्ने कुराको हामी पक्षपाती हौँ र यसलाई आगामी दिनमा पनि हामीले अझै निरन्तरता दिनुपर्ने छ र सबै दर्जामा, सबै सकल दर्जामा यो प्रहरी महानिरीक्षकमा मात्रै सीमित राख्ने होइन, यो मेरिट बेस्ड प्रमोसन र प्लेसमेन्टका कुराहरूलाई अब उहाँको नेतृत्वमा तलैसम्म यसलाई मेन्टेन गर्नुहुनेछ। जसरी नेपाल सरकारले उहाँको हकमा यो विधि र पद्धति लागू गरेको छ, त्यो विधि र पद्धतिलाई आफ्नो सङ्गठनमा स्थायित्व दिने काममा चाहिँ उहाँले प्रहरी महानिरीक्षकज्यूले लाग्नुहुनेछ र म उहाँबाट त्यो अपेक्षा गर्छु र त्यो काममा गृह मन्त्रालयको तर्फबाट, सचिवको तर्फबाट म पूर्ण रूपमा सहयोग गर्नेछु र मेरो पनि एउटा मूल धारणा त्यही नै रहिआएको छ र हामीले योभन्दा अगाडि केही प्रमोसनहरू त्यही विधि र पद्धतिबाट गरेका पनि छौँ र आगामी दिनमा पनि यसलाई हामीले निरन्तरता दिनेछौँ भन्ने मेरो तर्फबाट कमिटमेन्ट राख्छु र उहाँबाट पनि म त्यो अपेक्षा गर्दछु। र यो बाहेकका अब धेरै विषयहरू छन् नेपाल प्रहरीका जिम्मेवारीमा। विशेष गरी यो समग्र मुलुकको सुशासन कायम गर्ने कुरामा एउटा चाहिँ सङ्गठनभित्रको आन्तरिक सुशासन त गर्नुपर्ने नै छ। हामीले काहीँ कतै कमजोरी छ भने तलैदेखि एउटा चौकी लेभलदेखि हेडक्वार्टरसम्मका सबै एउटा सिपाहीदेखि प्रहरी महानिरीक्षकसम्मका दर्जाहरूले आफूलाई आफ्नो इन्टिग्रिटीलाई अझ खार्न जरुरी छ। हामी सुशासनयुक्त, नैतिक चरित्रयुक्त हुन जरुरी छ। हाम्रा विधि व्यवहारहरू अहिलेका जनताहरूका भावना अनुरूप परिवर्तन गर्न जरुरी छ। यसमा पनि उहाँको नेतृत्वले सफलता प्राप्त गर्नेछ। त्यो म्यासेज आफू रोल मोडल भएर तलैसम्मका सम्पूर्ण सकल दर्जालाई त्यो म्यासेज उहाँले दिन सफल हुनुहोस् भन्ने म शुभेच्छा गर्न चाहन्छु। र समग्र प्रहरी सङ्गठनको मनोबल वृद्धि गर्ने कुरामा अब हामी त्यो शब्द त हामीले बारम्बार प्रयोग गरिरहेका छौँ, तर त्यसका लागि गर्नुपर्ने यथार्थ काम कारबाहीहरू के हुन्, धेरै केही विषयहरू उहाँले राख्नुभएको छ। एउटा रासनमा भएको असमानताका कुराहरू पनि राख्नुभएको छ। त्यो एउटा बेसिक कुरा
होइन एउटा बाँच्नका लागि सेवा प्रदान गर्नका लागि चाहिने एउटा न्यूनतम आवश्यकताका कुराहरू हुन्। त्यसमा गृह मन्त्रालय संवेदनशील भएर हामीले यहाँ एउटा अध्ययन कमिटी गठन गरेर अध्ययन गरेर त्यसको विकल्पसहितको चाहिँ प्रस्ताव अर्थ मन्त्रालय पठाइसकेका छौँ। त्यसमा हामी सिरियसली लागेका छौँ। मलाई लाग्छ छिटै नै अर्थ मन्त्रालयबाट एउटा निकास आउनेछ र नेपाल सरकारले त्यसलाई अन्तिम निर्णय गर्नेछ। र ती बाहेकका अहिले विशेष गरी हामी यो निर्वाचन लक्षित सुरक्षा कार्यक्रमहरू हामीले अगाडि बढाउनु पर्नेछ। त्यसका लागि हामीलाई न्यूनतम स्रोत साधनहरू थप आवश्यक छ। केही भइरहेको स्रोत साधन आन्दोलनबाट क्षति भएका छन्, त्यसलाई पुनर्भरण गर्दै अब अझ प्रहरीको पेशागत क्षमतालाई अझ अभिवृद्धि गर्नका लागि आवश्यक विभिन्न प्रणालीगत सुधारका कुराहरू, टेक्नोलोजीका कुराहरू, धेरै विषयहरू छन्। त्यसमा अब समयबद्ध हिसाबले कार्ययोजना बनाएर स्रोत साधनको अधिकतम उपयोग, हामीलाई सरकारले दिएको स्रोत साधनको अधिकतम उपयोग गर्ने गरी र भइरहेको स्रोत साधनलाई पनि अधिकतम परिचालन गर्ने गरी हामी कसरी अगाडि बढ्न सक्छौँ त्यसमा लागौँ। सबै कुरा ओभरनाइट चेन्ज हुने भन्ने हुँदैन। तर म के एक्सपेक्ट गर्छु, यहाँसँग के अनुरोध गर्छु भने भइरहेको हामीसँग भएको जनशक्ति, हामीसँग भएको स्रोत साधन र अझ सरकारबाट प्राप्त हुन सक्ने स्रोत साधनलाई एउटा वैज्ञानिक हिसाबले प्राथमिकता निर्धारण गरेर अधिकतम परिचालन गरेर अगाडि बढौँ। त्यसबाट हामी केही न केही सुधार गर्न सक्छौँ र अन्य खालका भौतिक स्रोत साधनहरू उपलब्ध गराउने, यो अब विभिन्न खालका प्रहरीका भिड नियन्त्रणका सामग्री लगायतका असबाबहरू र सवारी साधन लगायतका कुराहरूमा पनि हामी लागि नै रहेका छौँ। मैले यहाँहरूलाई के अनुरोध गर्छु आजको मितिमा भने गृह मन्त्रालय यो विषयमा संवेदनशील छ। हामी अधिकतम प्रयत्न गर्छौँ। अब सरकारको एउटा विद्यमान क्षमता लिमिटेसनको आधारमा के कति प्रदान गर्न सक्छ नेपाल सरकारले, हामी आफ्नो ठाउँबाट पर्याप्त मेहनत गर्नेछौँ। यो कमिटमेन्ट यहाँहरूलाई व्यक्त गर्दै यो आज अब हामी यो नयाँ नेपाल प्रहरीको नयाँ नेतृत्वले आजको मितिमा मुलुकको आवश्यकता जे जति छ, विशेष गरी मुलुकमा शान्ति सुरक्षा अमन चैन कायम गर्ने, निर्वाचनलाई भयरहित र एउटा शान्तिपूर्ण हिसाबले सम्पन्न गराउने, मुलुकमा सुशासन कायम गर्ने, मुलुक देशभित्रका विभिन्न खालका अपराधलाई चाहे त्यो आन्तरिक होस् चाहे त्यो क्रस बोर्डर अपराध होस् त्यसलाई नियन्त्रण गर्ने लगायतका हामीलाई प्राप्त जिम्मेवारी पुरा गर्ने कार्यमा यहाँले पूर्ण सफलता हासिल गर्नुहोस्। यहाँको बाँकी एक खालको यो बिचमा अलिकति नेपाल प्रहरीको नेतृत्वको समय अलि छोटो हुँदा पनि केही एउटा स्थायित्व, एउटा नीतिमा स्थायित्व अथवा एउटा भिजन, एउटा कार्यक्रमलाई स्थायित्व दिने कुरामा केही समस्या परेको हुनसक्छ। अब यहाँले एउटा 2.5 वर्षको अवधि जुन प्राप्त गरिरहनु भएको छ, आफ्ना सबै सहकर्मी साथीहरूलाई विश्वासमा लिएर उहाँहरूको मन जितेर उहाँहरूलाई पनि एउटा टिमवर्कमा परिचालन गरेर यहाँले सम्पूर्ण संगठनको एउटा साझा अभिभावक भएर कसैको मात्रै नभएर सम्पूर्ण सकल दर्जाको अभिभावकत्व ग्रहण गरेर एउटा सक्षम नेतृत्व प्रदान गर्नुहुनेछ। र हिजोको दिनभन्दा तपाईँ आज अब यो बहाली भएको दिन र विदाई भएको दिनमा मैले यो ठाउँबाट आफूले बहाली गरेको थिएँ र निस्कँदा मैले यति उपलब्धि यो सङ्गठनलाई, यो मुलुकलाई मैले दिएर निस्केँ भन्ने कुराको हिसाब किताब राख्न सक्ने गरी र विदाईको दिनमा मैले गरेका काम कारबाहीहरू यो हुन् भनेर भन्न सक्ने, दाबी गर्न सक्ने गरी चाहिँ काम गर्नुहोस्। त्यसमा यहाँलाई सफलता मिलोस् र त्यसमा मन्त्रालय यहाँको साथमा छ। म गृह सचिवको हैसियतले यो सबै हाम्रो गृह मन्त्रालयको परिवारको तर्फबाट यहाँलाई त्यो कमिटमेन्ट पनि व्यक्त गर्छु र यहाँको कार्यकालको पूर्ण सफलताको कामना गर्दै मेरो भनाइ यहाँ अन्त्य गर्छु। धन्यवाद।